दर्शन मामा दर्शन ओहो धेरै दिनपछि आयो त उम्, आऊ बस यता यहाँ मैले त यसो हल्ला सुनेको थिएँ त भान्जी के हो यो यसो केटाहरू उठाएर पुरा झगडा गरेर के भनेर पुरा हल्ला सुनेको छ त के हो त्यस्तो केही पनि होइन क्या मामा मलाई रिस उठेको जगमा अलिकति केटाहरू चाहिँ पठाइदिएको हो मैले हो त्यति हो मैले केही गरेँ छैन अरू यसो होइन नि त अब हामी त परदेशमा छ होइन त्यसरी झगडा गर्नु हुँदैन कि त्यो झगडा गऱ्यो भने हाम्रो यो फेरि तामाङहरूमा यस्तो छ यसो भयो झगडा गर्ने तामाङहरू हाम्रो यस्तो हुने विदेशमा आएर पनि यस्तो हुने यो एउटा ठिक छैन भनेर नराम्रो छाप छ त्यसैले विदेशमा अलिक मिलेर बस्नुपर्छ यसरी त्यो झगडा गर्नु हुँदैन मैले त्यो सञ्जय भान्जाले भनेको छ उसले चिनाएर सबै अनि त्यो मिलाउनुपर्छ त्यो गरेर कुर गरेर अलिकति मिलेर बस्नुपर्छ त्यो रिस उठ्नु हुँदैन हुन्छ तपाईँले अब जे भन्नुहुन्छ त्यही मान्छु म। त्यसै गरेर त म त्यो सञ्जयलाई भन्छु भान्जालाई त्यो हुन्छ कुरा गरेर हस् त्यसो अब झगडा गर्नु हुँदैन